नमस्कार। आज हामी फुजेराको हत्ता ड्याम भन्ने ठाउँमा घुम्न आएको छौँ। हत्ता ड्याम भने यस्तो रहेछ, पहाडको बिचमा लेक। बिचमा चाहिँ लेक छ। क्या अचम्मको ठाउँ है, नेपालको फेवाताल जस्तो कि ट्याक्क टुरिस्ट प्लेस फुजेरा। केही छैन, यति रहेछ। यो छ बाटोहरू उकालो ओह्रालो छ नेपालको जस्तो। अनि त्यहाँदेखि भन्नु पर्दाखेरि तलपट्टि टुर गर्ने जग्गा छ, घुम्ने ठाउँ। यदि तपाईँहरू आउनुभयो भने गाडी राख्ने ठाउँ चाहिँ यहाँनिर छ, फुजेराको हत्ता ड्यामको। तल पनि पार्किङ छ। सेम नेपालको जस्तै छ पहाड। वो बैठ रहा है मेरा दोस्त लोग उधर। यहाँनिर चाहिँ राजाको फोटोहरू छ। राजाको फोटो, किनको फोटो? हत्ता फुजेरा। यदि तपाईँहरू आउनुभयो भने गाडी यहाँ राख्नु सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो दुईवटा छ, उता बोलाइसक्यो हाम्रो एउटा म्यानेजर। अनि यो चाहिँ हाम्रो बहिनीहरू टिकटक बनाउने। टिकटक यस्तो पनि हुन्छ है, टिकटक बनाउनु छ भने फुजेरा आउने। लुक्स त सही छ नि फेरि, पोखरा जस्तो, पोखराको फेवाताल जस्तो। तर हाम्रो त धेरै राम्रो नि यो भन्दा त। आउनुहुन्छ भने चाहिँ गाडी राख्ने ठाउँ उतै हो, पर ट्याक्क लाएर राख्ने हो, 2-4 फोटो खिच्ने हो।